लाई त तीनटा लामखुट्टे लुम्पुकेर लगिन्छ। रेमोलाई कुनै मैले भने रेमोको शरीर हेर्नुस्, डान्सर खतरनाक हो, त्यही शरीरको कारणले डान्सर हो त्यो। तर यार त्यस्तो शरीर छ त्यो शरीर हेरिसकेपछि यस्तो लाग्छ कि पोलियोको थोपा समयमा खुवाएन भने यस्तो हुन्छ। रेमोलाई यसरी उभाइदियो, अघि बोलिरहेको थियो, उहाँले सोध्यो त को रेमो को चल बता को, सब ठेका लिनुभएछ उहाँले। यस्तै मान्छेहरू जाँचमा 32 नम्बर ल्याएर पास हुन्छ। पढाइरहेको छ यहाँ सर, साइड टक जारी छ, के रे को थियो। कसम बच्चामा बुवाले घरमा मुर्गा बनाएर पिछवाडा हुन्थ्यो त यस्तो हालत हुन्थेन। धेरै फुर्किनु भएको छ कि तपाईँ। रेमोको मैले भने शरीर हेर्नुहोस्, त्यसलाई देखाएर यो भन्न सकिन्छ कि टिभी लागेको मान्छे यस्तो हुन्छ। तर खतरा डान्सर। सो यो डान्सर्सहरूको लागि जोरदार ताली बजाइदिनुहोस्। पहिला बस काफी छ। यो किन मेरो मुखमै बालिरहेछ यार, को यो बत्ती बाल्ने यार। कसम लोड सेडिङको देउता यही हो क्या अरे। अहिले पुरा इच्छा मेरै मुखमा पारिरहेछ, पुरा फोकस हानिरहेको छ। तपाईँहरूले मलाई त देखिरहनु भएको छ नि होइन, सबैले देखिरहनु भएको छ। अब अलिकति जोस लिएर है, यहाँ अलिकति कतिपय अल्छी मान्छेहरू पनि हुनुहुन्छ, मैले देखाएको छु। म देश विदेश प्रोग्राम गर्न जान्छु क्या। किन घुरेर पत्याउनु भएन क्या, भगवानको कसम जान्छु यार, बडा बिजी मान्छे हो म। अन्त आफ्नो मार्केटिङ गर्नुपर्छ। देश विदेश प्रोग्राम गर्न जान्छु नि त। मतलब अहिले तपाईँहरूको बारेमा भनेको होइन, तपाईँहरूको बारेमा होइन, यो मनमा नलिनु होला। विराटनगरको मान्छे त्यस्तो हुँदैन। तर पासमा आएको भिभिआइपीहरू हुन्छ नि, कसम यस्तो लाग्छ कि फेभिकोलले मुख धोइरहेको पुरा ककरक्क परेर। हाँसा त देखा त हँसाएर देखा, मतलब एटिट्युड हेर्नुहोस्, जति भन हाँस्दैन, ताली त बजाउँदैन। काठमाडौँमा कसम केटीहरू बेहोस, भाग शाहरुख तेरा बाल शाहरुख। त्यहाँ यहाँको शिव श्रेष्ठ दाइ जान्छ त, शिव ठिक शाहरुख खानलाई त एम्बुलेन्स लिएर जानु पर्यो, भेट्न पर्यो। यार आफ्नोलाई पनि यतिकै ताली बजाऊ, यतिकै क्रेज गर। तिनीहरूले आफ्नोलाई माया गरेका छन्, त्यही भएर शाहरुख भएको। बुझ्नेले यहीँमा ताली बजाउँथ्यो, नबुझ्नेले घरमा गएर बुझेर बजाउँछ कि ठिक भनेको त्यसले त्यो